पखाल्नु म आफ्नो हिसाबले गर्छु। अनि यो चाहिँ क्याम्प फायर प्लस यो बार्बिक्यू होइन, यसलाई चाहिँ मजाले पोलेर टक्क, अनि त्यसपछि यसलाई छुट्टै पकाएर सुप खाने। यो चाहिँ टाउका, कुखुराको टाउको, यसलाई चाहिँ पुरै एउटा लोकल स्टाइलले त्यो गरेर चाहिँ सुप खानको लागि बनाइएको। यो पाहुनाहरूको लागि, यो पाहुनाहरूको स्पेसल अर्डरमा चाहिँ यो गरिएको। यसको एकदमै मिठो हुन्छ यसको सुप खानको लागि चाहिँ श्रेष्ठ एन्ड होमस्टेलाई सम्झिनु होला। कसरी निकाल्नु डरिस उसले निकाल्ने चिम्टा भएको भए सजिलो हुन्छ। चिम्टा मासतिर छ गाउँले हातले निकाल्दैछ। नमार्नु नि के बाल्नु पर्ने चिजलाई मार्छ नि। यसरी बलि राख्नुपर्ने होइन गोमा। हामीले त्यसरी बलिराख्नुहोस् भनेको गोमा निरीको हेर्न चाहँदैनौँ। यो त बिर्सेर खाइन्छ है, यो गाडी हो नि बारमती। निकाल्नुपर्छ त्यो चम्चाले निकाल्नु। त्यो त भरे कुलुकै खाइन्छ। यस्तै सेपै अनि बर्थडे जोडेर अन्त गाडीमै दिँदा हुन्छ। के खोलिदिने भयो कि क्या हो? फुल लिएर जानु ल। समातो थ्याङ्क यू।